सम्पूर्णमा हामी यतिखेर चुनावी अभियानमा जोडिएका छौँ। यतिखेर ठ्याक्कै बुद्ध शान्ति वडा नम्बर 5 यस तल्लो बडगाउँ स्थित हामी घर घरमा प्रचार गरिरहेका छौँ। यतिखेर हेर्दै हुन्छ हामी सबै सन्तोष तामाङज्यूलाई जिताउँ भन्ने अभियानमा जोडिएका छौँ। यहाँ साथीहरू आउँदै हुनुहुन्छ। हाम्रो यो तल्लो बडगाउँको हामी चाहिँ गल्ली गल्ली छिरेर भोट माग्ने क्रममा छौँ है। जय मङ्गोल सरलाई, जय मङ्गोल, जय भाले। कुखुराको भाले नै लिएर आउनु हो कि भोट माग्दै हुनुहुन्छ? ए ल, हामी यतिखेर देशैभरि निर्वाचनमा हुँदै गर्दाखेरि मङ्गल नेसनल अर्गनाइजेसनको उम्मेदवार सन्तोष तामाङलाई जिताउँ भन्ने अभियानमा बुद्ध शान्ति 5 तिर जोडेका छौँ। यहाँका मतदाताहरू छौँ हामी भोट माग्ने क्रममा। अहिले सबै साथीहरूलाई भोक लाग्यो अनि यहाँ खाजाको व्यवस्था हुँदैछ। यस्तै छ है हाम्रो मङ्गलहरूको खाजा पानी है। कोही बेला सुखासुखी हुन्छ, मुरै चिउरा खाँदै भयो भने कोही बेला रमपम हुन्छन्। यो सबै सन्तोष तामाङलाई जिताउँ भन्ने अभियानमा जोडिएका साथीहरू हुनुहुन्छ। सबैलाई जय मङ्गल, जय मङ्गल, जय मङ्गल। ल यसपालि भनेपछि यसपालि भाले जित्दै भएन त? सन्तोष तामाङज्यूलाई जिताउँ भन्ने अभियानमा जोडिनु भएका होनार योद्धाहरू है, यो चाहिँ सिपाहीहरू। साह्रै भोक लागेर खाजाको लागि हामी चाहिँ यहाँ भेला भइरहेको। खाजा पनि ल बोला, जय मङ्गल, जय मङ्गल, जय मङ्गल सर। हजुर हजुर, ल पक्कै पनि हाम्रो पनि भोट भालेमै हो। ल खाजा आइपुगे सरी। बडो दुःख छ है मङ्गल नेसनल अर्गनाइजेसनका नेता कार्यकर्तालाई, यहाँका बहुसङ्ख्यक जनताहरूलाई होइन भ्युजाउनको निमित्त यहाँका सम्पूर्ण मूलवासी मङ्गलहरूको हक अधिकार सुनिश्चित गर्नको निमित्त यो अभियानको क्रममा चाउचाउ खाएर भए पनि हामी चाहिँ निरन्तर अभियानलाई रोकेको छैनौँ। हजुरहरूले पनि यो दुःख कष्ट बुझेर चाहिँ अब साथ दिने बेला आयो। साथ सहयोग भनेको तपाईँहरूले चाहिँ भालेमा मतदान गर्नु भनेको नि तपाईँ हामी साथ दिनु हो। ल सम्पूर्ण अहिले जय मङ्गल।